गुड मर्निङ गाइस, नेहालको भ्लगमा तपाईँलाई स्वागत छ। हाम्रो आजको यो दिन चौथो दिन हो हाम्रो रोड ट्रिपको, नर्थ इस्ट रोड ट्रिपको। आज हामी शिलङबाट बिहानै हामी दाउकी रिभर जाँदैछौँ। दाउकी रिभर चाहिँ एसियाको क्लिनेस्ट रिभर अरे। हामी त्यहाँ गएर बोटिङ सुटिङ गरेर हामी फर्किन्छौँ। धन्यवाद। सो गाइस हामी अब चाहिँ देवको रिभर आइपुग्यो। सो तपाईँहरू पनि इन्जोय गर्नुहोस्। गाइस हामी चाहिँ अब बोटिङको लागि जाँदैछ। सो हेर्नुहोस्। र गाइस टिकटको दाम चाहिँ पर बोटको चाहिँ 1200 रहेछ। सो हामीले चाहिँ दुईवटा बोट बुक गर्यो किनभने हामी 5 जना थियो। सो हामी इन्जोय गर्नेछौँ। यो चाहिँ बङ्गलादेश रहेछ बोर्डर। यो चाहिँ बङ्गलादेशको बोर्डर हो गाइस। तपाईँ पनि यहाँ आएर मजाले इन्जोय गर्न सक्नुहुन्छ। हामी पनि यहाँ बोटिङ गर्ने हो यहाँनिर। हामी चाहिँ बोटिङ सुरु गर्यो। विकास शर्मा यसमा छ र केटाहरू चाहिँ अर्को बोटमा छ। चाहिँ हाम्रो ड्राइभर। हाम्रो केटाहरू हेर्नुहोस् यहाँ हाम्रो केटाहरू यहाँ छ है। मजा त मजा आउँदो रहेछ है। ओ आलु के छ हौ? हेर न, पौडी खेल्ने मन छ। ल खेल न अन्त। गाइस यहाँ चाहिँ बोटिङ गर्नु मजा आउँदो रहेछ। साथीहरू के भन्नु छ? कस्तो फिल छ? फ्यान्टास्टिक फिलिङ। सतीश दाजुको आलु कस्तो छ फिलिङ? फिलिङ एकदमै चिल भइरहेछ है। जति नै गरम भए पनि तर यो जग्गामा आएर चाहिँ एकदम शान्ति हुने रहेछ है। सो गाइस तपाईँहरू पनि आउनुहोस् राम्रोसँग यहाँनिर हो। मजाले दाउकी रिभर भिजिट गर्नुहोस्। यसै वाह क्या शीतल हो है। हाम्रो केटाहरू कहाँ गयो? दामे बिल्डिङ बनिन्छ धेरै। गाइस रिभर चाहिँ यस्तो क्लिन छ है। गाइस यहाँ चाहिँ क्याम्पिङ पनि गर्न सक्नुहुन्छ। आइल्यान्ड गाइस यहाँ चाहिँ मजाले यसरी स्टलहरू रहेछ। मजाले यहाँ बसेर खान सक्दछ र यहाँ 10 मिनटको ब्रेक पनि दिँदो रहेछ। 10 मिनटमा हामीले यहाँ बसेर खाँदा पनि भयो गाइस। गाइस अब चाहिँ हामी फर्किँदैछ र हामी जाँदैछौँ
back to the गाइस यो चाहिँ हाम्रो इन्डियाको फ्ल्याग यो आफ्नो आफ्नो सिमानामा रहेछ यहाँदेखिको उता देख्दै गएर यो पोर्सन चाहिँ बङ्गलादेश रहेछ बङ्गलादेशको फ्ल्याग यहाँले छुट्याएको रहेछ सो गाइस अब चाहिँ हामीले खेलिसक्यो बोर्डिङ र हामी अब फर्किँदैछ सो सी यू इन नेक्स्ट भिडियो Bye.